हामी सबैलाई मनपर्ने यो आलु चिप्स यहाँ हामी बनाउँदै छौँ। आलु चिप्स हेर्न सक्नुहुन्छ, हेर्दै खाउँ खाउँ लाग्ने खालको छ यो आलु चिप्स चाहिँ। हामीले यो आलु चिप्स चाहिँ अब धेरै तरिकाबाट बनाउन सक्ने रहेछ, तर यो चाहिँ हामीले काटेर हाते मेसिनले काटेर अनि त्यो चाहिँ 10 मिनट नुन पानीमा हालेर फेरि त्यो नुन पानीबाट निकालेर त्यसपछि फेरि नुन पानीमा 20 मिनट हालेर त्यसपछि फेरि निकालेर अनि हामीले चाहिँ थोरै नुन पानीमै उसिनेका छौँ र उसिनेपछि हामीले घाममा सुकाएका थियौँ र घाममा सुकाएर चाहिँ सुकाइसकेपछि थोरै सुकिसकेपछि हामीले यो फ्राई गरेका हौँ। हेर्न सक्नुहुन्छ कस्तो राम्रो कलर आएको छ, हेर्न सक्नुहुन्छ। यो आलु चिप्स एकदम राम्रो बनेको छ, हेर्न सक्नुहुन्छ। हेर्दै खाउँ खाउँ लाग्दो छ। हजुरहरू पनि घरमा बनाएर खान सक्नुहुन्छ है त।